Hello, people. Good morning. And it's a D2 in Dharan, basically in Bedetar. So today I'll be taking you around Bedetar. Stay tuned. We were strolling around at Bedetar town, होइन. It was very nice experience. यस्तो लाग्छ कि नेपाल आएर चाहिँ आफ्नै जग्गामै छु जस्तो लाग्छ किनभने मच डिफ्रेन्स हुँदैन होइन देयर इज नो ल्याङ्ग्वेज डिफ्रेन्स अन्त अर्कै टाइपको भाइब हुन्छ क्या जो पनि यता गयो पनि हेल्पफुल उता गयो पनि हेल्पफुल काइन्ड अफ होइन त्यो फिलिङ चाहिँ नेपालमा आएर मजा खुसी लाग्छ क्या इभन हिजो मैले तपाईँहरूलाई देखाइनँ है मान्छेहरू इन्ट्रोड्युस गराइनँ तर वेन वी वर कमिङ अन द्याट मिनी भ्यान पिपल वर लाइक सो ग्रेट होइन उनीहरूले हामीलाई गाडीमा चढाइदिएर पनि पठाइदिएको क्या हामीलाई मतलब वी आई न्यू एभ्रिथिङ बट स्टिल उनीहरूले हुन्छ नि त नेपालीहरूको नेचर चाहिँ यस्तो हेल्पिङ नेचर हुन्छ होइन हामीहरू हामीलाई गाडीमा धरि पनि चढाएर पठाइदिएको अन्त कहाँनिर खानुपर्ने खानाहरू त्यो त्यो जग्गाहरूमा पनि सजेस्ट गर्यो होइन अन्त यसरी तपाईँहरूले मेरो हाम्रो भ्लगमा पनि हेर्नुभयो है त्यो नेवारी हामीले नेवारी खाजा उयो गरेको थियौँ खाएको थियौँ इट वाज रियली नाइस होइन सापु मिचो फर द फर्स्ट टाइम आई ह्याड इट वाज लाइक सुपर यम होइन हजुरले पनि मन परायो मम्मीले पनि मन परायो है मम्मी तपाईँलाई पनि मन पऱ्यो होइन कस्तो मिठो है सपु मिठो इट वाज रियली नाइस अन्त त्यहाँबाट चाहिँ हामी श्रमपाक गयौँ श्रमपाकबाट चाहिँ हामीहरू सिधै भेडेटार आयौँ होइन भेडेटारमा चाहिँ आउँदा ओर्दा बेलुकाको नाइट भ्यू मजाको हामीले हेर्नु पायौँ इट वाज रियली नाइस हो अन्त आज चाहिँ हाम्रो प्लान त्यही छ अब चाहिँ आज चाहिँ भेडेटार अलिकति एक्सप्लोर गर्ने होइन मन्दिर चाहिँ सायद हामी जाँदैनौँ किनभने मम्मी क्रिस्चियन हुनुहुन्छ सो हामीहरू मन्दिर चाहिँ आज एक्सप्लोर गर्दैनौँ तर मेबी बुढा सुब्बा मन्दिर चाहिँ भरे फर्किँदाखेरि चाहिँ एक राउन्ड यस्तो गरेर चाहिँ ढोकेर चाहिँ जाने भनेर चाहिँ सोचेको छौँ हेरेर चाहिँ जाने भनेर सोचेको छौँ किनभने मम्मीहरूको एकदम कुलको हो त्यो अब सुब्बाहरूको है अन्त अहिले चाहिँ हामी स्काई वक जान्छौँ होला होइन लेट्स सी कस्तो हुन्छ है स्काई वक पनि एकदम राम्रो छ तर आइएम नट सो स्योर कति बेला खुल्छ भनेर मैले गुगलमा हेरेको पनि छुइनँ हो अन्त स्काई वक गएर चाहिँ त्यहाँदेखि चाहिँ हामी सिधै धरन झरिहाल्छौँ होइन स्टेट्युन अद्वैता वाट यु हेभ टु से यु आर अलरेडी अन द क्यामेरा टेल मी च्याप्टर 2 ओके कस्तो लाग्यो तिमीलाई स्टे कस्तो लाग्यो एक्सप्लेन इट बाबा आई क्यान हियर यु कस्तो लाग्यो सबैभन्दा बेस्ट थिङ के लाग्यो यहाँनिर सापुमिचा ओके ओके इभन सी लाइक सापुमिचा एट्सम ओके अन्त हिजोको तिमीले खाएको पिज्जा कस्तो लाग्यो ओके बोजूलाई बोजू सबै राम्रै लाग्यो तर हाम्रो भेडेटारमा चाहिँ सबभन्दा फर्स्ट चाहिँ हामीलाई नेपालमा आएर चाहिँ सबै मिर्चा खानु पाएर त एकदमै खुसी छु हामी भेडेटारमा होइन त्यो त धरनमै हो तर नेपाल हो नि है ओके हुन्छ अब खाजा खाएर तपाईँहरूको जुस पनि आयो लु इन्जोय दुईजना बोजू नातिनी चियर्स डबल चेयर्स खाएको छैन न एउटा हाल न ठिक हुन्छ कट होला मेरो विचारमा बोजू नातिनी त मिल्छ नि अब यस्तो काम पर्दाखेरि त यो काममा चाहिँ एकदम मिल्छ है ज्याम अलिक खान्छ भने खाऊ हालेर ल सो पराठा आइसकेको छ यता हजुरले चाहिँ मजाले खाँदैछ मन पराउँछ यो पराठा अलिकति बटर हालेर खायो भने दामी हुन्छ पराठामा होला क्या बटर दिएको हामीहरू बसेको होटलबाट चाहिँ यस्तो दामी भ्यू हेर्नु न के दामी देखेको है सो नाइस
अन्त अब इन अनदर फ्यु डेजमा चाहिँ यो सबैहरू चाहिँ बनिने रहेछ होइन। वहीँनिर हेर्नु न स्विङहरू, बाली स्विङहरू पनि लगाउने रहेछ। तर वी आर लिटल अर्ली। आई थिङ्क उनीहरूको चाहिँ यो फर्स्ट के भन्छ पहिलो वैशाखमा चाहिँ खोल्ने रहेछ होइन। सायद पहिलो वैशाखमा चाहिँ इनागुरेट गर्ने रहेछ यो चाहिँ सबै उनीहरूले। हामी चाहिँ वी आर स्टिल अन द कन्स्ट्रक्सन फेजमै आएको क्यामेरा पर हेर्न कस्तो दामी देखिरहेछ कि खै यो मेरो क्यामेराले आई डोन्ट नो। तर त्यो रेजहरू क्या यस्तो दामी देखिरहेको छ। वाउ, आइ एम गोना मिस दिस फेस। दामी सन पनि यहाँबाट सिधा यता बिचबाट आउँदो रहेछ होइन बिहान। सो हामीहरू चाहिँ भेडेटारको अलमोस्ट अन द हिल टपमा छौँ होइन। अघि हिजो हामीहरू आएको बाटो चाहिँ यही बाटो हो। मैले नाइट भ्यूमा देखाएको थिएँ नि, यो चाहिँ यही बाटोहरू होइन। हामीहरू आएको चाहिँ अघि भनेपछि हिजो भनेपछि यहाँ धरानबाट आएको, यहाँ मुनिबाट। पहिलातिर हामीहरू आउँदाखेरि धरान इट वाज भेरी स्मल क्या। अहिले धरान एक्सटेन्ड भएर कहाँ पुगिसकेको छ हेर्नुहोस् न। अहिले यहाँदेखि लिएर the entire the white spot देख्दैछ नि, that all area is like Dharan. पर समय छ आम्बो। This is so breathtaking view. My goodness, क्या पिस भइरहेको छ मलाई यहाँनिर। यो weekend was like the best weekend I can say. It is so pretty. Oh my god, Nepal is so blessed. यो सबै धनकुटा भनेर भन्छ। आउँदैछ अर्को। डोन्ट रश। सो यो चाहिँ नेपालको शङ्ख पार्क है, भेडेटारको। भेडा पनि दामी रहेछ। भेडेटार चाहिँ त्यही कारण भनेको होला, पहिलातिर भेडै चढाउँथ्यो होला नि त यतातिर। यो चाहिँ भयो शङ्ख पार्क तपाईँहरूको। अब हामीहरू जाँदैछौँ पर देखेको स्काई पार्क। अफिसियली आइपुगेको छु म यता स्काई वकमा। यहाँनिर चाहिँ स्काई वक 500 रुपियाँ, फ्री फल जम्प चाहिँ 500 रुपियाँ रहेछ है। सो यहाँ लेट्स सी कस्तो चाहिँ छ। जाउँ, लेट्स गो। होइन स्काई वकको चाहिँ अघि मैले देखाइहालेको थिएँ होइन। किड्सहरूको चाहिँ 250 खालि लाग्दो रहेछ। तिमी हाइट हेरेर कम्ती हाइटको छ भने चाहिँ लाग्दैन होइन। अब बेबी शीतलै छ हिँड्नु सक्छ होइन। फ्रिफल त बन्द रहेछ। ल यहाँबाट चाहिँ हामीहरू बसेको रहेछ चुयापाडा देख्दैछ नि। यो अघि स्विङहरू देखाएको थियो नि, त्यो चाहिँ त्यहाँ हो। सो यहाँनिर चाहिँ स्काई वकहरू रहेछ। यहाँको चाहिँ उयो रहेछ फोटो खिच्ने जग्गा। यहाँबाट चाहिँ जाँदा रहेछ। कमाउ बोल चाहिँ कसले बस्छ। हिँड्न न, बोजूलाई पनि कभर गर्दैछु हामीले। चिप्लो किन पनि हुँदैन है। अरूलाई देखाउँ भनेको त अलिक भएन नि। यस्तो त के होइन, म त योभन्दा अग्लोमा गएको छु। बोजू अगाडि खिचिदिएको छु नि बोजूको मजाले। मम्मी डराएछ न आउनु, बोजू पो डराउँछ त है अझ बेबी। पर्खिन अझ बेबीलाई उयो पुऱ्याइहाल्छु ल म। के बस्नु मम्मा। अलिक मम्मी चाहिँ नडराउनु पर्यो। एकछिन नानीलाई पक्रिदिनु नि ल, मम्मीलाई लिएर आउँछु म।
स्काई वकमा हिँडेर उकालो फर्केर हिँड्यो भने त यसको के भ्यालु भयो त अन्त यो आएको चाहिँ मलाई अन्धार जस्तो हिँडेर त म कहाँ हिँड्ने नि अन्त यसरी नडराइ न आउँ त मलाई पक्रिनु के डर लाग्छ है अब चाहिँ म मिलाएर यहाँ हेर्न न कस्तो स्टिक छ उकालो फर्केर हेरेर हिँड्नु त के भयो त अन्त हल्का एकछिन चाहिँ चाहिँ गर्नुपर्ने रहेछ अलिकति हेर्नुपर्दै हिँड्नुपर्ने छ है हेर्न न कस्तो अग्लो छ धेरै हामी स्काई वकमा धेरै नै हामी अनुभवी हौँ कि तर यो भेरेटारको चाहिँ एकदमै ठुलो रहेछ है अलिकति भिडमा भएर भिडमा भएर एकदम ठुलो पनि लाग्यो है म योभन्दा ठुलो गरेको छु नि उयसमा ल यता बस्नु फोटो खिच्दै हालिदिन्छ अब सो फाइनली दिस इज माई थर्ड स्काई वक होइन आटामलाबाद चाहिँ म यहाँनिर आएको स्काई वक बट दिस इज लिटल स्केरी पार्ट किनभने चाहिँ नि यहाँ चाहिँ भिडमा छ नि त सो बट इट्स सो प्रिटी यस्तो राम्रो देखिरहेछ नि हेर्नु न मेरो अगाडिको भ्यू कम स्लोली बाबा आदि बेबी पनि आउँदैछ पछिबाट हाय आदि बेबी उसलाई अलि अघि चाहिँ डर लागेको थियो है ऊ यहाँ पर देख्दै गरेको चाहिँ यो चाहिँ पथिबाट मन्दिर होइन लास्ट टाइम हामीहरू चाहिँ त्यहाँनिर गएको थियौँ यता गयो नाइस है वाउ सो नाइस सो कस्तो भिड छ तपाईँलाई देखाउँछु आदि बेबी इज राइट बिहाइन्ड मी हेलो गाइज भन्दैछ ऊ चाहिँ हेर्नुहोस् है एन्टायर 360 भ्यू Mommy, आऊ look at me. त्यो त देखाउँछु नि तिमीलाई I'm break dancing. 360 I'm break dancing. हुन्छ मम्मा जाउँ Come on, Mama. I'll go from here. It's safe from here. सो आजको हाम्रो धरनको चाहिँ यति नै हो It's safe from here. I'm gonna end त होइन तर अब वाउ फेरि नघुमे पनि हुन्छ त्यो क्यामेरा भयौँ हामीले त्यही डिसिसन लियौँ